Hey guys, welcome back to my channel. I'm with the group vlog. My channel welcome to you. Very new vlog. र म चाहिँ मेरो vlog यहाँ लेफ्टबाट स्टार्ट गरिरहेको छु। म चाहिँ लापातीकोमा जाँदैछु किनभने आज चाहिँ हाम्रो कविता चाहिँ इन्डिया जाँदैछ सधैँभरिको लागि, सो त्यसलाई भेट्नु लागि आइरहेको छु। लेट्स सी। ओ घरपति आमै, ओ घरपति आमै, अजी अजिला कस्तो पाहुनालाई बोलाएर भित्र दैलो पनि गरेर ला मोटे क्या हौ फेरि एक दुई दिनमा मोटे क्या हौ मोटे क्या हौ मोटा जस्तो क्या लुगा छोटो लगाएर होइन र मोटे छ भन्न दिनु गाइसो यहाँ मोटे छ हाम्रो लाग्पाजी मोटाको दिनु घटिरहेछ आधा किलो कति केजी छ भन्नु त म 65.5 अन्त मलाई भिडियो नगरे भ्लग नबनाइ किन कोही बेला त्यस्तो कस्तो राम्रो देखिरहेछ यो पो त खास त यहाँनिर फेसिलिटी ला जान्छ साजु है जान्छ साजु है लाग्छ भ्लग नगर्न ला चाहिँ म यहाँ कतिले देखेर मलाई यहाँ फोन गर्छ क्या भ्लगमा अन्त थाहा पाएर ए त थाहा पाउने त अब त्यो लुकाएर पनि लुक्ने होइन अब त न गाइस जान्छ अब यो त्यो मेरो आई स्याडोहरू र हुनु सक्यो भने त्यसलाई त्यो अब झन् चलाएको थिएन एकपल्ट त्यो बेला चलाएको के चाहिँ फाउन्डेसन ब्लसर जेटको अस्तिको त ड्राई फ्रुट डेट्स किन्नु भन्थ्यो विशेष हुन औषध पर्दैन पुरा यस्तो क्या राति हुँदा त्यस्तो खासै अलिअलि भयो अब खाना चाहिँ गएर खाना बनाउँछु घर सफा गर्छ अलिकति हो त्यहाँदेखि चाहिँ 3 बजीतिर हामी उहाँलाई पुऱ्याउनु जाने एयरपोर्टसम्म होइन ल अहिले भेटौँ ल अजिरा बाई ए लु अहिले एक तल चाहिँ किन दाँततिर हात हाल्नु पर्यो लगाउनु पर्दैन त्यही यसको नाकै छैन दामी देख्दो रहेछ गाई यहाँबाट चाहिँ अमृता घाम पो तापी बस्नु मन पर्यो यहाँ बसेर दामी देखेको है यहाँबाट यहाँ चाहिँ मेरो काम चाहिँ यहाँनिर हो यतानिर सन्चो भयो है धार सेकेर तर यहाँतिर हाम्रोतिर हो भने छतमा क्या बस्थ्यो है मान्छेहरू यतातिर बस्दैन छिरिङको यता होइन छिरिङको यता यो होइन तपाईँको देखेर बेता बोटको छतबाट है सुट गरेको देख्न सक्नुहुन्छ दामी घाम ए यहाँ चाहिँ दुईवटा रहेछ नि त है
सबैजना घाम यहाँ रहेछ छिरिङको बोजू आइसक्रिम खाँदै बसिरहेको रहेछ बोजूहरू बाजे बोजूहरू सबैजना घाम तापेर बसिरहेको रहेछ अनि है विचार चिसो हावा है घाम लाग्यो नि तर हावा चिसो छ है ए आशीदेखि बोजू आशीदेखि गयो त है अति होइन बिचरा यहीँबाट हुन्छ कि कता अब यता आउने कामै त हुँदैन होला है के काम त्यसको छोरी आयो ठिकै हो म चाहिँ घर जान्छु घर गएर म सनाकसिनिक गरेर ल है गाइस म चाहिँ निस्केको अब घरहरू सनाकसिनिक गरेर खानासाना खाएर तर यहाँ मैला पनि घर सफा गरेको थियो कि मैला पनि फालेर चाहिँ सिधै जाने हो ल अब चाहिँ म जाँदैछु कविताको साइड क्रस गरौँ न आएको छैन गरम भयो त हौ गरम भयो म त उपाएर बसेको त यहाँनिर पो आइसकेछ किन हेर्न Vamos, che bello! Kami silanti ko din. Ha? Ano dapat mo? Exosoto. Auto ko talo ka na. עכשיו גבעתיים עולה? kanji אני כל הזמן זה חדר עכשיו צריך बोली גבעתיים? रहेछ है לא צריך גבעתיים, צריך לאיירפורט. हजुर एकदम ठिकै छ हो ואתם מה? योहरू भोटेमा हाल्नु न होइन ठिकै छ मोटै छ नि लाग्छ भित्रबाट हामी एयरपोर्ट पुग्नुपर्छ यहाँ भइसक्यो त एयरपोर्टमा के हुन्छ होला हामी अब एयरपोर्ट पुगिसकेको छौँ गाइस
हामी यहाँनिर एयरपोर्ट आइपुगेको छ आइपुगिसक्यो आम लगेछ तिनटै भएछ त है फेरि त्यत्रो पठाएर पनि है है कहाँ हो कहाँदेखि भन्नु त पर्यो नि त होइन के बेसेर अकल बेसेर लाक्पा दिदी पुगिसक्यो ए 28 भेना पनि आइपुग्नु भएछ हाम्रो जार बोलेको बोली मिठो भो नमस्ते भेना फोटो खिच्दिनु दिदी नमस्कार नमस्कार पुष्पालाई पनि एड गर्दैन हौ यहाँ आँखाको गहिराईमा जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो एकछिन भाइ आइहाल्नुहोस् यही हाल्दैन थम्ब यो चाहिँ ल थम्नेल यहाँ पनि दुईजना हाम्रो साथीहरू यहाँ चाहिँ कति महिला छ मधुहरूलाई मधु को भन्दैछ च्याम्पियन खान्छु भन्नु होला है मेरो लागि गोजीमा ल हाम्रो पनि इमिग्रेसन भयो है त ल्याएन त आइ नि ल है के देखिहाल्नु अरे ए ए ए
तिम्रो त्यो ऊ अब चाहिँ आफ्नो नेलबस लुकाएर त्यहाँ चाहिँ नेल रातो लगेर जानु र रेड मात्रै छ त रेड लगाउँछ तपाईँले मान्छे खोजिरहनु हुन्छ नि गाह्रै पर्छ क्या साथीभाइ खोजिरहनु हुन्छ लाइफमा कहिले पनि मलाई बुहारी अब आउँदैछ बुहारी साढे 5 भइसक्यो उधर फैमिली में कितना दिया 61 और बिटवॉक में नहीं दिया नहीं वो तुम्हारा बिटवॉक ऑफिस भी होता है एयरपोर्ट पे जो लेना है चिनी कपले चिनी बहिनी कति चिनी एउटा मात्रै भेन एनाला दुईटा हजुर चिनी ज्यादा खान्छ मिठासै रहेछ त कमाई लीजिए डबल डिलीवर कर ल ल बी स्ट्रङ अब के गर्नु है भेन त्यही त हो है थैंक यू फॉर लाइट
त्यो ब्याग झोला चाहिँ बोक्नु कहाँ भन्ने यही भन्नु Bye. अब चाहिँ हामी ट्रेनमा जाने हो। भोलि त्यतिखेर परै घरमा घरको खाना खाएर है मजाले बसिरहेको हुन्छ। अब चाहिँ हामी ट्रेन पर्खिरहेको छ घर। अब त्यो चाहिँ मेरालाई सोध्नुपर्छ। त्यही सबै त तिम्रै भिडियो बनाइ बस्छु म त्यसो भए अपोजिटमा बसेँ। आयो 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 बस हिँडे बस। ए त अन्धेरै रहेछ नि त। म त चिउजालाई देख्दो रहेछ अलिक।
ए रहेछ הרכבת תיכנס מיד לתחנת תל אביב ההגנה. भन्दै रहेछ नि त तर है भन्छ तपाईँको युनिभर्सिटी हामी युनिभर्सिटी र पनि बसिराख्नु बाई भेट्दै गरौँ है अब राम्रो पाउँछ काम मातालाई पाउँछ काम पार्नु भन्छु ल यताउता कोही साथीहरूसँग यताउता ल भेट्दै गरौँ ल के गर्नु यसले बदमासहरू अब त दिदी आइ सुनिहाल्छ नि फेरि है अबे ल ल ए गफको त हेर मेना मेना पनि जानुभयो अब हामी दुईजनाको चाहिँ दुईजना है। छ कति बजिसक्यो 6:22 हुन्छ बाई बाई कता कता उकालो छ जस्तो त लागेको थिएन गाइस हामी फेरि ओह्रालो जान्दैछ मेरो ढिलो भइसक्यो गाइस मेरो के भयो हामी चाहिँ गाडी पर्खिरहेको छ दिदी